हेलो साथीहरु वेलकम टु माई ब्लग। अनि आज चाहिँ हामी जाँदैछौँ माइत तर र जाँदैछौँ बुढा नानी अनि अहिलेसम्म चाहिँ आपा पनि आउनुहुन्छ। हिँड्नु हिँड्नु यहाँ झापामा चाहिँ यस्तो हुस्से लागिरहेको छ, जाडो न जाडो छ बिहान बिहानै। अम्म घाम लाग्नु थाल्दैछ भर्खर। नानी तिमी कहाँ गएको? मामाला किन? त्यतिकै ए स्कुल लाग्छ कि लाग्दैन हौ? छुट्टी छ? कति दिन छुट्टी छ? 6 गते लाग्छ भने न? 6 गते। अनि कसको मोबाइल बोकेको छोरीले? ए अनि हामी चाहिँ जाँदैछौँ। म चाहिँ अब एकैचोटि वहीँ पुगेर भिडियो गर्छु। मलाई चाहिँ बमिट आउँछ नि त, साह्रै हुन्छ। अनि त्यही भएर म चाहिँ अब वहीँ पुगेर भिडियोहरू गर्छु ल साथीहरू। फुल वाच गरिदिनु होला साथीहरू। दिनु न साथीहरू, हामी चाहिँ अहिले यहाँ घर पनि आइसक्यो, माइत आइसकिसक्यो लुगासुगा फेरेर पनि। अनि यहाँ चाहिँ मामु हुनुहुन्छ, अपरेसन गरेर भर्खर बसिराख्नु भएको छ। अनि यहाँ चाहिँ भदैनी छ, ठुलो भदैनी। अनि आपाहरू बाबाहरू चाहिँ भित्र हुनुहुन्छ, ज्वाइँहरू चाहिँ भित्र हुनुहुन्छ। अनि पर नानाहरू चाहिँ के गर्नुहुँदैछ त्यही जुम। अनि यहाँ चाहिँ छोरा दोकानमा बस्दै हो, मोबाइल चलाउँदैछ। मामु हेलो भनिदिनु। हेलो। अनि कस्तो लाग्यो त तपाईँलाई कान्छी छोरीको माइत आउँदाखेरि? एकदम दामी, गुड भयो, एकदम राम्रो। के अरे मेरो न्यान्सी भलकमा एकदम सब्सक्राइब गरिदिनु होला। अनि के भन्छ, आज के को लागि हस्पिटल जानुभएको थियो? आज मेरो आँखाको लागि गएको। अब फेरि बुधबार बोलाएको छ। अनि के भनौँ? ठिकै राम्रै छ भनेर भनौँ त। एउटा टाँका खोल्नुपर्छ अरे, अब बुधबार जाने म। यहाँ फेरि एउटा टाँका खोल्नुपर्ने? ल ल ल ल। अब नानाहरू भाउजूहरू चाहिँ के गर्नुहुँदैछ? हामी चाहिँ जाँदैछौँ। अनि यहाँ चाहिँ सानो भदैनी छोरी बुनु। अनि के गरेको? अनि हामी आउने बित्तिकै डोकोले हिँड्दैछ त। बाबाले पढ्दैन कि पढ्दैन भन्दा पनि। हजुर। अनि यहाँ चाहिँ नानाले चाहिँ ससुरा आप्पा र ज्वाइँलाई चाहिँ यहाँ रोटीहरू यो गर्नुहुँदैछ। यहाँ नाना र भाउजू हेलो भनिदिनु नि हौ के? आउने बित्तिकै भ्लगमा बसेको मान्छेहरू। अनि गाडीमा पादेर कति पादेर 9 बजेको गाडीमा उतैदेखि झापादेखि आएको गाडीमा पनि पादेको गरेर पादेको गएर होइन। अनि फेरि यहाँ बिरतामोडको गाडीमा पनि झन् पादेको गरेर गनाएर हो। पानी खाने? पानी अनि भित्र छ सानो पानी खान बहिनीलाई उ गर है। पादेको गरेर त्यस्तो पनि लाउँछ साथीहरू। अनि अब म चाहिँ हाँसुको घरतिर जाँदैछु। यहाँ चाहिँ हाम्रो गोठ घाँस लिएर राख्नु भएको रहेछ बाबाले। यहाँ राँगा छ, गाई छ। छैन अब कहाँबाट छिर्नु पर्ने? यसरी आऊ यसो हाँसुको घरतिर जाँदैछु। को हुन्छ आसो नभने यसो नभने आसो यता हुनुहुँदो रहेछ आसु चाहिँ। यो गरिदिनु नि त हो नि। नमस्ते आसु। साथीहरू म चाहिँ आसुको घरबाट पनि आएँ, भिडियो नगरिकन आएँ। अनि यहाँ म चाहिँ सानो भदैनीसँग गफ गर्दैछु। मलाई माया गर्नु यतापट्टि। म कुन फुपू हो? अलिक ठुलो बोल न। यहाँ कान्छी फुपू। अनि तिमीलाई यो नाम पालिस कसले लगाइदियो? को हो उहाँ? कुन फुपू हो? उप्पा कि थुप्पा? उप्पा। अनि तिम्रो स्कुल कहिले लाग्छ? भोलि लाग्छ।
ए अनि यहाँ घडी खोइ तिम्रो नानीले किनिदिएको घडी छैन नानीले किनेको घडी सुन्दुलोमा खेलेको हो र नानाको जस्तो घडी लाउँछौ भरे दिन्छु ल नानालाई नकुट्नु ल यहाँ हेलो साथी भन त भन न हेलो साथी भन न छिटो हेलो भन न छिटो भन न त्यसो गरेर छिटो हेलो साथी भन न भरे पापाले हेर्नुहुन्छ त विशालले छिटो हेलो साथी भन न हेलो साथीहरू भन न छिटो भन त सिँगान खान्छ हेलो साथी भन न हेलो साथी भन न यसरी भनिदेऊ त अलिक ठुलो सरले क्या अलिक ठुलो सरले भनिदेऊ न छिटो सिधा भएर भन्नु न हेलो साथीहरू भन न छिटो भनिदेऊ न हेलो चाची कान्छी फुपूलाई भन यहाँ ठुलो सोले कान्छी फुपूलाई भन तिम्रो कपालमा के हो सिलायो कान्छी फुपूलाई भन यसो लाइक भन लाइक कमेन्ट गरिदिनुहोस् अनि फुल वाच भिडियो हेरिदिनुहोस् हेर्दै गर्नु साथीहरू अब हामी चाहिँ जहिले कोसेली लिएको अब हामीहरू चाहिँ हो तिनीहरू बाबा मम्मीहरूलाई दिनु जाँदैछु बोकेर हिँड्नु छिटो जानु त हिँड्नु हामी चाहिँ जाँदैछौँ कोसेली पुऱ्याउनुको लागि हिँड्नु पहिला कुरो त म त के एकछिन पहिला कुरो त म त के भन्छु भने जन्मदिने बाबाआमालाई खुसी राख होइन एकदम एकछिन मलाई बोल्नु दिनुहोस् न जन्मदिने बाबाआमालाई खुसी राख्नुपर्छ एक नम्बर कुरो त्यसको बादमा कर्म दिने बाबाआमालाई म चाहिँ यो भन्छु है कि मैले गल्ती बोले आसिङ भन्नुहोस् ठिक छ आसिङ भनेको कुरो सही हो जन्मदिने बाबा र कर्म दिने बाबामा बराबर हो तर मेन खुसी राख्नु जन्म दिने बाबालाई त्यसको बादमा कर्म दिने बाबालाई यो चाहिँ लिएर अरू मलाई केही नल्याउनु त भदैनीको झिक्दिनु हो त्यहाँ जाऊ रियालाई बोलाएर हो अनि के भने हामी कान्छा बहिनीलाई पनि यही लिएर आएर मलाई भने भनेको ठिक छ त्यो कफी अब तातो पानी जानु च्याप्टै खानु अनि ल यसरी नै खुवाउनुहोस् सन्चो सुविस्ता होस् टिकाको पुगोस् मिठै माग्नु राख्नु अब चाहिँ भदैनीलाई घडी दिँदैछु मैले ल मलाई जिउ गर यहाँ अहिले लाउनु नि यो कि लगाइहाल्ने नफुटाउनु नि फेरि बत्ती बाल्न देखाइदेऊ न त नि कति बज्छ राम्रो लाग्यो रिया राम्रो लाग्यो मलाई जिउ गर हजुर कहाँ यहाँ जाऊ न आगो आउनुहोस् न भित्रै हजुर अनि सघाउँदैभरि नै हाम्रो आशीर्वाद लागोस् हुन्छ म त बेचको धनी त होइन यति हो मैले जान्दछु जान्नु चाहिँ भनेको फलोस् फुलोस्
आफ्नो दाम्पत्य जीवन राम्रोसँगले बितोस्। जस्तै होस् अब मेरो भरे मेरो भरे एउटै भएर दाम्पत्य राम्रो कर्मकाण्ड त मैले गर्दै गर्नुहोस्। नाक ढालेर खाने गर्नुपर्छ। अब मेरो आमाले भन्छ नि सासू ससुराले मान्ने हो, मान्नुपर्छ। सचिन्द्रले अहिले अब मान्छेले कति प्रकार गरेर फगडीको छ हो नि आज हरेक कुरोमा निस्क्यो मैले मामला भरे नाति छोरालाई ल्याएर चाहिँ सुताएँ। हजुर हो नि आसिङ अब डर नि त एकलाई जमाना यस्तो छ अहिले हजुर भनेर दुःख गर्नुभयो तर हामी घरमा बसी बसी अब इन्जोय गऱ्यौँ जय त्यो 2-4 दिनको यसो चिनो ठिकै हो। र पनि उहाँहरूले दुःख गर्नुभयो है। कोही बेला भोकै पनि बस्नुभयो, कोही बेला तिर्खा पनि बस्नुभयो होला। गरी अब ल्याइदिनु भयो, सम्झिनु भयो। धेरै धेरै धन्यवाद हो कि आसिङ। अझ म के दिन सक्छु र त्यही एउटा धन्यवाद दिन सक्छु। त्यति त यति हो। हाम्रो त आशीर्वाद दिने हो नि आशीर्वाद अब राखेर गयो होला। छोरा त्यो छोरा दम्पति इसो। राम्रो बितोस्। यस्तै होस् यस्तै फलोस् फुलोस्। यस्तै देख्नु पर्छ। ल आशीर्वाद आयो मैले। मेरो गाई फिर्ता आयो। हजुरको छोरा बुहारी मेरो छोरी ज्वाइँले दिएको मैले लगाएँ है आसिङ। नानी जाऊ अहिले पानी लिएर ठुलो हुन्छ होला है त्यो चाहिँ यो त गर्दा हुन्छ आसिङ। ल अब एक दिन त्यसरी मान्छौँ पछि घटाउँला नि त। ल धन्यवाद ज्वाइँ। अनि तपाईँलाई कस्तो लाग्यो त ज्वाइँले कोसेली दिनुभएकोमा? राम्रो लाग्यो मेरो ज्वाइँ छोरीलाई एकदम धन्यवाद। राम्रो गरी खाउनु, राम्रो होस्, यस्तै फलोस् फुलोस्, यस्तै राम्ररी गरेर जिन्दगी बिताउनु, नराम्रो नहोस्, त्यति हो मेरो। अनि त्यस्तै हो अब तपाईँलाई एकदम राम्रो लाग्यो ज्वाइँले ल्याइदिएको कोसेली? राम्रो लाग्यो राम्रो। साथीहरू अब पाहुना आउनुभएको छ नि त, त्यही भएर अब त्यहाँ ढोक्नुको लागि जाँदैछौँ। म र ज्वाइँ मेरो बुढा जाँदैछु। त्यो देखाइदिन्छ, भिडियो खिचिदिन्छ भदैनीले, हेर्दै गर्नु होला साथीहरू। अब हामी चाहिँ साथीहरू फुपू र सोलन चाहिँ जिउ गर्नुहुँदैछ। साथीहरू जिउ गर्नुहुँदैछ साथीहरू। मेरो माओली हो त्यो बुढो माओली पऱ्यो। बुढो माओली आखे चिनी राख्नुपर्छ। मेरो त माओली घर बसेर बुढो माओली बुढो माओली माम के माम कान्छा छोरा। अब ठुलामाको ठुलामाको बहिनी कान्छी, ठुलामाको दिदी, ठुलामा काइनी हुनुहुन्छ भने ठुलामाको बहिनी कान्छी हुनुहुन्छ उहाँ। अनि त्यति भएर आएँ हामी 48 सालमा चाहिँ साइला दाजुको छोरी माइली भेटघाट भइरहेको चिन्ता हुन्छ हुँदैन नि। सस्तो सस्तो पाउँछ जग्गाहरू छ जाने साथीहरू अब चाहिँ हामी खानाहरू दिन्छौँ।
आमालाई ससुरा अनि अब हामी खाना खान्छौँ पाहुनाहरूलाई पनि खाना दिन्छौँ हामी आइपुगेपछि चाहिँ अब हाम्रो के हो कसो हो यसो हाम्रो एउटा नियम छ त्यसलाई के गर्नुपर्छ भनेर यो सल्लाह माग्न आएको अब छोरा पनि आइपुगेपछि अब यसो हाम्रो तामाङको रीतिरिवाज अनुसार चालचलनहरू के रहेको छ अनि त्यसले गर्दाखेरि त्यो पो गर्नु पर्यो भनेर यहाँ सल्लाह माग्न आएको हाँसीहरूले के भन्नुहुन्छ अब अन्त म छुच्चो भएँ है आमा बोल्नु नि आमा बोल्ने मान्छे घसेरै बोल्ने मान्छे छुच्चो अरे अब बोल्नु पर्छ त्यसो भए मै बोलेँ है सबैलाई नमस्ते अब यो भाइ बोल्छ नि बोल बोल्नु तिमीले भने जस्तो घरको गाडी हो यस्तो चिजमा चाहिँ भाइले बोल्नु भाइ बोल्नु पर्दैछ जस्तो भोलि मेरोमा कार्यक्रम हुँदाखेरि मैले बोल्नु मिल्दैन भाइ खालले बोल्नुपर्छ अनि भाइ खालले बोल्दाखेरि छुट्यायो भने माउली खाले अधिकार त्यो हुन्छ क्या है किनभने हामीले यो चिजहरू चाहिँ त्यसरी बिर्सिँदै गयो भने भावी पुस्ताले बिर्सिँदै जाने हुन्छ हामीलाई भाषा आएन तर अब तामाङ कसरी भन्ने त भन्दाखेरि रिमठिमले भाषा नाच्ने रिमठिममा त आउनु पऱ्यो जस्तो अघि नै तपाईँले बस्दाखेरि आसनलाई ढोक्दाखेरि अब हात मिलाउनु भन्नुभयो नि त अब इटली चोकमा मैले आसनलाई भेटाएँ है मेरो माउले आसनलाई भेटाएँ मैले भन्नु म त भेटाएर मैले आसे हजुर भनेर भोटेर निहुरे भएर ढोक्यो भनेदेखि परको मान्छे लेख्न चाहिँ तामाङ छ है एउटा त हाम्रो पहिचान चिनारी हो नि त नि खासै क्या न त को जातिहरू अब एउटा उनीहरू चाहिँ राईको लिनु हो कि तामाङको कि होइन हो कि हुन त अनि हामीले अहिले पहिचानको पनि खोजिरहेको छौँ नि त पहिचानमा के हुन्छ अनि गर्दाखेरि अब म नि अब भाइ खालमा मैले नै बोल्नुपर्ने हुन्छ भोलि मेरो कार्यक्रम त अब दाजु भाइको भतिजाले बोल्नुपर्छ घरको त गाडी भइगयो होइन घरको गाडी हो अब आसनको अनुसार चाहिँ मैले कसरी बुझेँ भन्दाखेरि अब छोरा विदेश गएको र आइपुग्नु हो भन्नुभयो नि त्यसरी भन्नुभयो नि अनि यो पङ चाहिँ सोधनी भन्नुभयो नि एउटा कुरो पहिले अब त्यतिकै त अब मुखले भन्नु त भएन अनि त्यही त पङ राखेर सोधनी भनेपछि चाहिँ हामी त्यसरी बुझ्यौँ अब हामीले यो पङवासी चाहिँ कसरी बुझ्यौँ भने अब हाम्रो के अरे म त कर्मकाण्ड भएको छैन अब होइन कर्मकाण्ड भएको छैन हाम्रो अब के भने यसो भेटघाट ठुकाएको मात्रै थियौँ पहिला कर्मकाण्ड त हाम्रो बाँकी छ अब ल ठिकै छ नि त अब त के अरे अब हाम्रो जहीँ आउनुपर्छ विदेशबाट होइन अब सल्लाह माग्नु आएको छ यो सल्लाह भयो अब यो सल्लाह भइसकेपछि अब यो पङ अब सल्लाह मात्रै भनेपछि अब ल राम्रो त आइपुग्नु भएछ भने हामी सल्लाह दिउँ होइन मैले त्यसरी सल्लाह माग्नु छ ल ठिक छ नि ठिकठाक आइपुग्नु भएछ राम्रो कुरो भनेर चाहिँ अब हामीले पङ पक्रेर के गर्नु पऱ्यो काम गरी फिल्ममा दुसी गर्नु पऱ्यो सुसी गर्नु पऱ्यो अहिले सल्लाह मात्रै हो आइपुग्यो है भन्ने सल्लाह मैले चाहिँ त्यसरी बुझेँ त्यसपछि अनि त्यसपछि चाहिँ अब अरू कार्यक्रम के हुन्छ फेरि उहाँले पङ राख्नुहुन्छ अथवा के राख्नुहुन्छ होइन अब म चाहिँ कहिले भएदेखि लगभग बान्छ चाहिँ आखानमा एउटै चिजबाट दुई चारवटा कुरो खुलाउँथेँ होइन आज कुरा होइन म त गाडी भएँ म चाहिँ गाडी भएँ अब यसो गर्नु एउटा दुसी गरौँ अब सल्लाह ठिक छ राम्रो आइपुग्नु हो होइन अब त अब किनभने
विदेशिनु भएको थियो तर सम्झेर सही सलामत आइपुग्नु स्याबास भन्नेपट्टि मात्रै लागि भन्नुहोस् होइन त्यसै नि अनि यो चाहिँ अब सम्बन्धै जाँदा चाहिँ अब हामी आइपुग्यौँ है त्यो त आइपुग्यौँ कसो गरौँ हामी आइपुग्यौँ अब यस्तो त्यसपछि खेती गरेपछि हामी अब फेरि आउँछ क्या छुची गरिदिनु न त्यो त सक्दिनु आइपुग्यो भन्दा ल ठिक छ आइपुग्नु भयो भने छुची गरिदिनु गर्नु पर्यो छुची गर्नु मैले नै गर्नु पर्यो होइन ठिक छ अब आमा चाहिँ सबैभन्दा हाम्रो सिरी हुनुहुन्छ बुवा हुनुहुन्न अहिले होइन अब काका बाउहरू पनि हुनुहुन्न अब हामीमा बाउखाल कोही हुनुहुन्न बाउखाल भयो त हामी भयौँ अब आमा खालमा 3 बहिनी हुनुहुन्छ क्या बुम्दानमा 3 बहिनी हुनुहुन्छ 3 बहिनी मध्येमा सबैभन्दा ठुलो उहाँ हुनुहुन्छ अरू चाहिँ देउरालीहरू हुनुहुन्छ 3जना छैन त आमा जिराको आमा तपाईँ र के अरे नेटाङको म त बिर्सिँदैन त म त पाखिनहरूको सबै बताइदिन्छु कति पाउँछ कति खाना छ भनेर अब यसो गर क्या आमा यसरी मानेर चाहिँ तैँले दुची गर भनेर भन्नुभयो अब दाजुले के भन्नुहुन्छ गर्नु त दुची गर्नु त मैले के भने आमाले जो भने मैले त्यही भने त किन त गाडी त धनी भयो अनि त्यो भाइ खालके छोची गर्नु यसले गर्नु पर्यो त्यहाँदेखि बाँधेर उतो हट्छ छैन नाच्यो दुध त्यसो भए मैले सबैजनाले लासो फ्याँकुला है आमाको आर्थिया मान्दा नि अब मैले यसो जियो चानलाई सम्झेँ है त सोचिने भनेको हामी त अलिक जियो चानलाई मात्रै हुन्छ है पितृघटा चाहिँ के अरे कुललाई पनि पितृघटा पनि सम्झिन्छ भने राम्रो काममा चाहिँ कुललाई मात्रै सम्झिन्छ क्या कुललाई मात्रै सम्झिन्छ होइन लामा पनि त्यसै होला है किनभने उहाँहरू भन्दा त तपाईँहरू भने गरेको त्यो अगाइनुहुन्छ हामीहरू त्यति जान्दैनौँ कुललाई चाहिँ हामी दिन्छौँ है त ल गरेको आमा ल बाकी थाका पनि खाइहाल्नु जताजति गरौँ अब अलिक नयाँ नयाँ तरिकाले गर्दा पनि हुन्थ्यो अब अलिक पुरानै तरिकाले गर्नुपर्ने त्यो नानीले बुझ्छ नि त गङ्गा छ यसरी गर्छौ उसरी गर्छौ भने बोलाउनु भएन बिनुको बाउलाई भित्र तपाईँको कोठामा छ बट्टामा हामी त गराउँदैन होइन सुन्ने गरे गर्ने हुँदैन फेरि मेरो जीवसानको नाम छोड्ला नि त के गरौँ भने यो एकजनाले दुसी पार्ने यो परो हाम्रोपट्टिबाट यो बेहुलापट्टिको पर्छ भने यो बेहुलीपट्टिको पर्छ यो दुची बाँडिसकेपछि होइन एकैवटा बाटो एकैचोटि एकैचोटि बाँड्दा भयो अनि होइन एक ठाउँ चौक सबै मलाई पहिला आमालाई दिएन नामलाई जानी जानी बुझी बुझी अनि यो फुल यतै यो फुल यतै यो फुल चाहिँ के अरे बेहुलाको शिरमा राखिदिनु यो फुल चाहिँ बेहुलीको शिरमा राखिदिनु है सबै सबैले बाँडेर बाँडिसकेपछि त्यसले लु लास्ट यता पठाएर राम्रो आएको छ राम्रो तपाईँले
अनि चिनेर त फुपू भन्नु होइन पहिले भेटेर भएको नचिनेको भएको नचिनिँदा नि पहिले भेटेर भएको अनि आशाले भन्छ क्या अहिले कुकु भने पहिले चिने टिका लगाएर फुल लगाइदियो लगाइदिनु होइन उतापट्टि त भाइ उनी दिदीको छोरा दिदीको छोरा हो कि सानो हुँदैन फुपूमा आउँछ के भन्नु आगो के भन्नु अरे लासो लासो ठ्याकुला लासो डाकुला यत्रो छ नानी कति झरो यो अलिकति यसैमा थपौँ न त्यसैमा थप्नु न त्यो नखनाउँ बनाउनु पर्दैन त्यसै उतैबाट अलिअलि थप्नु थपिदिनु भइहाल्नु थप्नु अब पुरानो बुढाहरूले चाहिँ खाली गरेर दिन्थ्यो अब हामी चाहिँ खाली गर्दैनौँ हामी त यसरी नै लगाउँछौँ अब ऊ गेसर नै दोरा लाउनुहोस् न हाम्रो पार्टीहरूले अघि अर्को म खरिद मेरो पनि झिकिदेऊ किन झिक्नु आफै झरो त झरो तर हामीले अहिले त्योपट्टि लाग्दैनौँ तर खाने मान्छे खाने होइन रक्सी चाहिँ खाने होइन पानी खाने भक्कु खाएर फुलासमा गुताएर घुरेर गुताएर उहिलेको तामाङको रित गरेको नि उनीहरूले अहिले पो हामीले खाइन त गरिब है खानेहरू धनी हो धनी हुनुको लागि त होइन त उनीहरूको रीति पुर्याएको मरि जन्माउने हुर्काउने आमा अनि भाइ खाल बोलायो अनि मुतायो रीतिले यति पुगिहाल्नु सक्यो टोइलेट नभएर हो कि लासो हासन जुन चाहिँ अब अघि चाहिँ आइपुग्यौँ हामी भनेर राख्यौँ अब यो चाहिँ तपाईँको हाम्रो यो अस्ति रहेको अब पहिले विदेश नगएको थियो नि त यो पहिले सकिन्थ्यो होला हाम्रो कार्यक्रम सबै अब यो चाहिँ चारधाम मागेको यो चारधाम गर्ने अब मावली दुधौली छोटकारीमा यसैले सबै एकैचोटि सकिहाल्छ यसो गरौँ न हजुर अलिकति यहाँ गल्ती भयो र त्यो चाहिँ अब कसरी अब के अरे लगन नहेरी लगन नजुरे चारधाम त कसरी मार्दिनु समस्या त्यहाँ छ त्यो पहिला आउनु पर्दा लगन पुगाउनु मङ्गनी मात्रै हो बिहा यतिखेर गर्ने यतिखेर लगन जुटो भन्ने भन्दै भन्दै आउनु भयो आउनु भएको थियो त भन्नुभएको छैन एकचोटि चारधाम मार्ने भन्नुभयो नि त अब कहिलेको लगन र चारधाम मार्ने भन्ने कुरा आयो नि त त्यसैमा तपाईँले क्या यस्तो गरिरहेको छ सजिलो मिठो के भने नि यही पौलाई सम्झेर लगन के अरे यो महिना यति गते यो बार यसरी जुरौँ तपाईँहरूको राय सल्लाह के छ त्यस पछाडि नि त चारधाम मारी पाउनु त्यही लगनको उसमा भन्नु पर्यो क्या सुर्के फुर्के यही हो सबै सुर्के फुर्के यही हो अघि मार्दाखेरि अघि सुर्के भयो फुर्के हो क्या आशङ्काले भनेको कुरा सही नै हो है ठिक छ अब लगन चाहिँ यो माघ 18 गते लाग्छ अब त्योभन्दा यता चाहिँ अलिक राम्रो पनि छैन त्योभन्दा उता पनि अलिकति राम्रो छैन फेरि भाइ अलिक छिटो पनि जान्छ अरे अनि त्यही भएर अनि यसो हेर्दाखेरि 18 गते चाहिँ ठिक हुने रहेछ भन्ने सोच गरेर आएको यति बेला यो हुन्छ लगन जुरो अब तपाईँहरू यसमा सबै कुरो मैले भनिहालेँ अनि चारधाम चाहिँ पछाडि हाम्रो चाहिँ अब त्यो चारधाम चाहिँ चारधाम माने दिने चारधाम मारिदिनुहोस् भन्ने चाहिँ पुङ आउँछ क्या चारधाम माने दिने बिहाकै दिन आउँछ
भेट्दै दिन त्यतिखेर चाहिँ अहिले चाहिँ लगन छु र तपाईँहरूले के सल्लाह दिनुहुन्छ हजुर अब त्यो लगनमा मेरो चाहिँ भनाइ कुरा राखेको होइन सम्झिँदै त भन्नु छ हालबिलाको जिब्रो पल्ट्यो अब मैले सोध्नु पऱ्यो नि त यस्तो चाडबाड चाहिँ 18 गर्छ यस्तो भएको छ नि चाडबाड म बोलिहालेँ है अरू भाइहरू जेठहरू मामाहरूले मैले बोलिहालेँ यो चाहिँ हाम्रो लगन आएको छ भनेर चाहिँ यति गर्दै यो महिना लगन भनेर एउटा पुङ राख्ने एउटा होइन जोडिराख्ने त्यही भयो अब त्यो गतेर त्यो महिनामा आएपछि चाहिँ तपाईँले के भने फेरि पोङ राखेर चार्जर मारिदिनु भन्नु पऱ्यो हुन्छ त्यो दिन आएर फेरि चार्जर पहिले राखेर चार्जर अब यो कुरो छ हो अब मैले नै सुधारेँ यो पोङ चाहिँ के भनेर बुझियो भनेदेखि चाहिँ अब यो कहिले माघ 18 गते लगन जुर्यो तपाईँहरू चाहिँ माघ 18 गते त लगन ढाक्नु सक्नुहुन्छ हुन्न भन्ने पोङ आयो त्यसरी बुझौँ है अब भन्दाखेरि यसरी भन्नु पर्थ्यो होइन अब सबै सिद्धिमिति त हुँदैन नै होइन अनि अब हामी भाइलाई तपाईँले यसरी सल्लाह माग्नुभयो अब हामीले चाहिँ अब पोङ त आयो अब हामी भाइले चाहिँ गाडीलाई सोध्छौँ क्या के त कुटुम्बले त चेपो त 18 गते सक्ने कि नसक्ने त यो माघ 18 गते भनेर अब भाइ हामीलाई सल्लाह गर्छौँ क्या अनि उहाँहरूले सक्छु ल हुन्छ भनेछ ल हुन्छ त भन्ने कुरा आउँछ है होइन पुरो लाइन तपाईँले हुनुहुन्छ ल जसो गरेर सुरुवात गर्नु पर्यो होइन त्यसरी होइन मैले त सिद्धिमिति मैले जन्मेर पाइआएको होइन पुर्खाले भनेको चाहिँ यसो अलिअलि होइन यो गरी राखेको यस्तो कुराहरू आउँछ कि अनि पुर्खाले भनेको कुरो अब बाउ बाजेहरूले बाजे त भेटाइयो नि बाउहरूले गरेको चाहिँ अब अलिअलि अनि माहली बाजेहरूले गरेको अलिअलि राखेको मात्रै हो जानिराख्नु पर्ने हो हाम्रो नियम होइन अनि अब यस्तो छ त है आमा अब सुन्नु न कुटुम्बले चेप हो अब चेप्नु हो तामाङको भाषा क्षेत्रीय मण्डलले चेप्नु भयो भन्छ तामाङलाई चेप अब माघ 18 गते अब हाम्रो दाजु गाडी हो उहाँको लगन जुरेछ त्यो लगन ढाक्ने कि नढाक्ने अब गाडीले ढाक्छु भनौँ भने अब चाहिँ अब यो पोङ ल त भनेर ढाल्ने हो होइन सक्दिनँ भनौँ भने त अब होइन कुरो त त्यहाँ आयो नि त अब गाडीले हुन्छ ल कुटुम्बले चाहिँ हेलो अब कुटुम्बले सिङ जुदाउँछ भने म पनि सिङ जुदाएँ नि त भन्नु पऱ्यो क्या अब बाउ आइलाग्छ लड्नुलाई अरू काकासँग लड्नु भएन बाउसँगै लड्नु पऱ्यो होइन के कसो त हजुर अब मैले गाडीलाई सोधेँ होइन अब अघि नै मैले दसाइहालेँ भाइ खालले गल्ती गरेछ भने त्यसरी माओले पनि ससाउनु पर्छ है भने नि त मैले अघि हुन्छ सकिन्छ तर अब तपाईँले गल्ती नै गरेछ मैले कसरी भन्नु कहीँ गल्ती गर्ने यस्तो भयो भाइ भन्नु थाहा पाउँछ है अलिकति यहाँ टुटो है भन्नु त पाइयो नि त टुटेछ भने मामु हो नि त त्यही अब अगाडि पछाडि त्यसै गरेर त्यहाँबाट हाल्नुहुन्छ मामले चाहिँ दबाई खानुभएकै साथीहरू अब भाइले पनि सोधिहाल्यो आमाले पनि सोधिहाल्यो मामाजी पनि सुनिरहेछ सानोले पनि सुनिरहेछ जेठो बहिनीहरूले सबै सुनिरहेछ छोरा भतिजो बहिनीहरूले सबै सुनिरहेको छ होइन अब मैले पनि सोध्नुपर्छ होला नि त अब भन्नुपर्दाखेरि गृहमन्त्री अब कुटुम्बले चेप्यो होइन त हुन्छ एउटा दुधको साँची बिरालो मात्रै हो है यो चाहिँ दुधको साँची बिरालो मात्रै हो अहिलेको सामाजिक सञ्जालमा सबैले प्रचार भइरहेको छ तर मैले एउटा के भने 5-5 जना छेउमा बुढीले सोध्ने यो मात्रै हो बुढी जन्माएको अनि नसोध्नुहुन्छ मैले के भने भोलि गएर मान्छे हुनु त अरू बेला त हामीले सरसल्लाह त
त भइरहेकै छ होइन अनि मान्छेको समझ मलाई सोधिस् भनेर नि त होइन मैले गृहमन्त्रीले त सोधिस् पऱ्यो मैले 5 बन्दाको है अलिकति भाइ दाजु त छैन आमा माइजूहरू आमा सानीमा जेठु ज्वाइँहरू भतिजो भाइ बुहारी छ उनीहरूको छ भने त मैले दुधको साँची बिरालो त हुनु पऱ्यो होइन भनेर चाहिँ मैले भनेको है अनि कुटुम्बले त चेप्यो आज कति 2 गते होइन 16 दिन छ 15 दिन छ अनि 15 दिनमा हामीलाई छोरी अन्धार पठाउन सकिन्छ कि सकिँदैन त अब सक्नु पर्दैन त सक्नु पर्यो नि हुन त हाम्रो सल्लाह त मैले अघि नै पत्रिका चाहिँ बताएँ है मैले सक्छु भनेर त मैले त मान्छे भेला पारेको नि त होइन भोलि अन्य दिनमा यति नै हो ज्यादा होइन अहिले मैले अघि आमालाई बिहान कुरा पनि गरेँ मैले ठुलो छोरीको पनि यस्तै सानो कार्य नै गरेँ माइली छोरीको अलिकति ठुलो गरेँ कान्छी छोरी पनि गरेँ ठुली छोरी कान्छी छोरी भए दुःखमा मान्ने हो यता सुन्नु म ल्याउँदैछु त आमा ठुलो छोरीलाई मैले सोधेको सोद्धाखेरि म दुःख गर्दिनँ बाबा भने त्यही कुरो अहिले कान्छीले पनि त्यही गर्दैछ मैले किनभने म अब जोइसँग त विदेशमा हुँदाखेरि बोलिरहेको थिएँ त्यहाँ घरिघरि बोल्थेँ अनि अब अहिले आएपछि मलाई कुटुम्बले चेप्छ भनेर मैले कुखुरा पनि पालेकै हो आमालाई बिहान मैले बताएँ होइन अस्ति बताएको थिएँ यसो केही गर्नुपर्छ भने कुखुरा हुनेछ पनि मैले भनेकै हो तर अहिले कान्छी छोरीले जस्तो ठुलो छोरीले भन्नु त्यस्तै मैले गर्ने बाध्यता पुग्यो अब मैले अघि नै भनेर दुईको साँची बिरालो भनेर त भने अब अहिले सामाजिक सञ्जाल पहिला त चिठी लेख्नु पर्थ्यो है अहिले सामाजिक सञ्जालले त 2-3 मिनटमा के अरे खबर भइरहेको हुन्छ अनि अब जोइ पनि छोराछोरी पाल्नको लागि विदेश जानै पर्यो आफ्नो नोकरी गर्नै पर्यो उसले पनि रोकिराखेर भएन आमा आसेन माइजू सानीमा भाइ बहिनीहरू भतिजाहरू ज्वाइँहरू होइन अब 18 गते पनि यही मान्छे यति नै हो मान्छे त्योभन्दा ज्यादा हुँदैन भयो भने अब यो तल्लो घरको 1-4 छिमेकी हुन्छ मैले आमालाई पनि बिहान भने यति नै हो 18 गते भने 18 गते आउनुहोस् 18 गते त्यही त ओल्लो घर पल्लो यति चाहिँ हुन्छ हजुर खलकट नगर नि होइन अब आमाले भनेको सही हो नि अब यसमा किनभने मावली मामा त छ मावली आफैहरू जिउँदै हुनुहुन्छ सबै मावलीको नाममा उहीँहरू खडा छ अब उता पनि दुखान गर्ला के गर्ला गरेँ म त्यो जिम्मा म लिन्छु आमाको किनभने यता सुन मैले मेरो सासु ससुरा बोलायो भनेदेखि जेठाले सबैलाई बोलाउनु पर्छ जेठाले सबै बोलायो भने चरनी बोलाउनु पर्छ पाहाडतिर खबर गर्नुपर्छ समिताले जस्तो इन्दिराले जस्तो गरेर त्यस्तै यतिमै मैले चाँदा मारिदिने अनि आमाको भनाइ त अब ठिकै हो त सोधेको छोरोलाई यति नै भन्छ भोलि अरू बढ्ला किनभने एउटा यस्तो हुन्छ क्या सानो एउटा लहरा तान्दाखेरि पहाडै गजेर आउँछ नि त काट्नै पर्दो रहेछ काट्ने किन पहाडै बसिन्छ अनि अब सासु ससुरा मावली के अरे मतलब अब मामा त छ अब खास अब मावली आखिमाम पनि हुनुहुन्छ आखिमाम तान्दाखेरि फेरि उता अर्को तैसँग पनि छन् होइन त्यता तैसँग नभएर त अलिक तलतिर पनि छन् तैसँग तलतिर फेरि बुन्दामै छ सबै नगरेर मावली मैले उहीँ ओसिर थापेको केही छैन आमाले त सोध्नु राम्रो कुरो हो राम्रो हो अनि त्यसले गर्दा कुरा हुँदैन होइन किनभने अब जोएको पनि हिँड्ने बेला भइरहेको छ अब भर्खरै आएको अब 2 दिन भन्दाखेरि कति लु भयो त्यसो भए यस्तो 30 दिनको छुट्टी आएको अरे 30 दिनभित्रमा मैले अब उसलाई पन्छाउनु परेको छ त्यही 18 गते चार्जर मारिदिन्छु हाम्रो मान्छे यति नै हो आज पनि भोलि पनि यति नै हो मैले अघि बिहानमा मान्छेलाई पनि भने सानीमालाई त मैले भेट्न सकिनँ अनि भएको 1-2 जना यति वरिपरि थपिन्छ अनि नि आसिन कुरो गर्दै जाँदाखेरि 18 भन्दा अगाडि छैन नि 15 गतेसम्म त शुक्र अन्दाइ हुने
15 गतेसम्म शुक्रअन्नमा भएन। अनि मैले भनेको त्योभन्दा अगाडि हुन्छ भने अगाडि नै सक्दिनँ त उहाँ जाने मान्छे पनि भनेको 16 गते 17 गते अलिक राम्रो भएन मेरो मनले खाएन अब हेर्ने त तपाईँ नै होला त्यो। अनि अब शुक्रअन्ना हुँदाखेरि त्यो शुभ कार्य गर्नु मिल्दैन। अब पुर्खाले गर्दै आएको चिज हामीले जबरजस्ती हुन्छ शुक्र अन्धा होस् कि उज्यालो होस् भनेर पनि भएन, हो कि भन्नु न। अनि त्योभन्दा पछाडि साथी पनि अब यसलाई हतार छ अनि फेरि होइन भन्नुको मतलब चाहिँ के छ मेरो चाहिँ सानै गर्ने रहेछ अगाडि नै राम्रो थियो भने अगाडि गर्नु भयो अनि धेरै मान्छे देख्न छ भन्नु खोजेको क्या मान्छे। अब छैन भने ठिक छ 18 गते टुङ्गो भयो नि त होइन। मैले आसिमै भन्यो त्योभन्दा अब ज्वाइँलाई आपत विपद हुन्छ भने त्योभन्दा अगाडि गर्ने मान्छे धेरै हुँदैन भन्दाखेरि चाहिँ अलिक शुक्र अन्दा पनि अलिक पनि के राम्रो त छैन भनेर अगाडि गर्नु भन्दैमा त्यस्तोमा त गर्नु मिलेन नि। त्यही त शुक्रअन्नमा हुँदैन, पुर्खाले मानेको रीतिमा चलेर आउनुपर्छ। अब हामी लाठो पुर्खालाई त के अब यसो 18 गते कन्फर्म हो होइन, कन्फर्म हो। अब यसलाई के गरौँ भनेदेखि पौना 18 गते त कन्फर्म भइगयो होइन न। त्यस पछाडि अब उहाँहरूले अब फेरि आउँछ आउँदैन आफ्नो ठाउँमा छ लाइन त राम्रै बुझी पाउँछ। त्यसो भएदेखि बाबा दशमले बिन्ती है अलिकति बोल्नु पनि यो बारेमा म त्यति पनि जान्दिनँ र पनि अब परिलागेर चाहिँ जस्तो हुन्छ त्यस्तो गर्नुपर्छ। अनि त्यस कारणले गर्दाखेरि अब नजान्नु नि पाइन्छ ठेगान्छ दशमले बिन्ती माफी है यो माफी त माग्नु पाइन्छ। त्यसो भए चाहिँ अब यो अब के को भन्नुपर्छ अरे आफ्नो भन्ने पाउनु भयो है यो त्यो अब त्यो बाउली फबाउली भनेर अब हामी भन्छौँ होइन कलिलै छु म यो नि अलिकति मैले कुरा काटेँ है तपाईँको माने भन्ज्याङमा अब यो वास्तविक हो। अब कुरामा कुरा आयो लामा लिएर आइज भने चाहिँ अब लामाको यो साँच्चै भन्यो भने त्यो शिव खर्ला भट्टेहरूले अगाडि लगाएर लान्छ हाम्रो पनि हो। त्यो शिव खर्ला चाहिँ अगाडि लाउँदा जे त्यो टर्छ भनेको छ त्यहाँ। अनि माने भन्ज्याङमा तपाईँको लामा लगेर गयो मलाई लगेर गयो म गएँ सबै गर्मीभित्र लामा पर्दै रहेछ। हामीलाई खाना यतापट्टि केटी भन्छ इन्डियापट्टि रहेछ यस्तो नानी रहेछ यतापट्टि केटा के अरे खानापिना नेपालमा केटी भयो इन्डिया अनि खाना खाउँ त्यहाँ उता सांसेरिङ गरेर हामी जन्ती पसाइयो त्यहाँदेखि खाना यता हामी गयौँ लामाले के गर्यो भरे अनि फुपू खाल सबै हामी जाँदा चार्नु पर्थ्यो भन्छ। अब फुपू खालले बर खोज्यो उनीहरूले होइन चार्दामा अनि कसरी त के भयो भन्दाखेरि चार्दा हामी पनि छक्क पऱ्यो चार्दा अब हाम्रो अब बुढापाका यसरी राखेर उतापट्टि यतापट्टि राखेर छेउची राखेर अनि त्यहाँ त्यस्तो पनि देखियो। यस्तो शासन के छ भने नि तामाङको उत्पत्ति भएदेखिको तामाङले राखेको रीतिरिवाज तामाङ मात्रै नभएर गुरुङ मगर राई लिम्बू होइन हामी जग्गा क्षेत्रीको आफ्नो रीति ठुलो रीत नखाने हो होइन। अब मावलीको माग्ने हो फुपौलीको पनि माग्ने हो। कान्छाले कुरा गर्दा गर्दै पनि दुधौली मावली फुपौली त अब पहिला त थिएन। त्यो कहानी ल्याउँछु म तपाईँले कहानी ल्याउँछु फुपौली र मावली गीतको कहानी ल्याउँछ अनि दुधौली गीतको कहानी ल्याउँछ। यहाँको अहिलेको तर बुढाले बिर्सेको हो कि यहाँको हिलबाले राखेको होला त होइन हाम्रो गाउँबाट बुढाले चाहिँ बिर्सेर राखेको फुपूको गीत र मामाको गीत भन्ने कुरो अहिले म एउटा कुरा चाहिँ के भने भनेको चाहिँ के भने फर्नाउले भनेको थियो पहिलेको बुढाहरू त फर्नाउले पनि भन्छ फर्नाउले नै फुपौली भनेको होला त्यसो चाहिँ भन्नु भने फर्नाउलेलाई फुपौली भनेको। अब यो प्रष्ट बनाइदिनु अब यस्तो हो अब मामाले नै आउने भनेपछि त अब मामाले पनि किन उ गर्यो उहाँले भन्नुभए अनुसार चाहिँ हामीले बेहुलापट्टिको होस् बेहुलीपट्टिको होस् मावली चाहिँ हामीलाई राख्नै पर्छ होइन। के दुलापट्टिबाट पनि मामा
काका अब बेहुलीपट्टिबाट मामा काका अब त्यो लामो लहर हुन्छ भनेर श्रीपन्त उहाँले मामालाई त अब निजा मामा छ नि त निजा मामा र अब भाइको मामामा त अलिक फरक पर्छ नि त होइन मामा त मामै हो तर पनि निजै एउटा के अरे हातको एउटै गाउँको माया मावलीलाई छ भने त हामी छैन भने पो अनि भाइको मावली होइन र त्यो भएर हामी मामालाई चाहिँ जुन छ नभने पनि मामालाई चाहिँ गर्ने कसरी मेरो है मेरो सल्लाह मात्रै है होइन यस्तो के दाजु सुन्नु न अब कुरो चाहिँ के आयो भने नि अघि नै मैले पनि यो कुरो त भन्नु खोजेको थिएँ बा हाम्रो मानमा त रिसाउँछ कि भन्ने मलाई डर लाग्यो किन रिसाउनु होइन डर लाग्यो मलाई थाहा छ भनेर पनि मैले मुख खोल्नु डर लाग्यो अब जेठीको सल्लाह पनि भएको होला फोन मार्फत भेटघाट मार्फत भनेर मलाई भन्नु डर लाग्यो तर म दाजुले नि हाम्रो दाजुले चाहिँ यहाँ गल्ती चुटाउनु भएको छ अरू कोही नबोलाए पनि मालाको आत्मा मामा त हुनुपर्छ है आउँदैन आएपछि के गर्नु बोलाउँदा आएन भने आफ्नो ठाउँमा छ है आएन भने होइन यो अघि नै हामीले खुलाइदिएको भए मैले आउनु भनेको आएन माउले चाहिँ यता पक्रियो भने छैन तानी के सन्च नभएको मान्छे कसरी आउँछ अघि नै हामीले खुलाइदिएको भए मैले मुख त खोल्नु पर्छ थियो अघि तर मैले बन्द गरेँ अनि हाँसनले खोलिदिनु भयो होइन त्यो सत्य तथ्य नै हो यो होइन मैले अघि कुरो कार्य गरेको अघि ज्वाइँ जानुभएको थियो होइन म उता भोलितिर थिएँ अनि यस्तो यस्तो भनेर तल दाजु आउनु भएको छ भन्यो अनि तपाईँ मावली अरे आउनु अरे अनि मैले भने अनि पक्का मावली त उहाँ छ अनि मलाई किन भनेर अनि कोही अब तपाईँले बोलाएको छ भनेर म आएको अनि मैले मैले होइन उहाँको आउँदामा हामी आउने त अधिकार छ नि त माउली नै हो नि हामी जस्तो सेम मामा नै बाली नै आउनु भने हामी आउने त अधिकार छ तपाईँहरूले बोलाउनु भएन भने आउँदैनौँ होइन तपाईँले बोलाउनु भने त हामी आउँछौँ हामी आउँदैनौँ अब यो यता हाम्रो आसनले कुरो मैले खोल्नु खोज्दाखेरि चाहिँ मैले मुख बन्द गरेर आसनले खोल्नुको कुरो एकदम सही हो किनभने नि भोलि एमबी दाजुलाई पनि बा उहाँको ससुरा सालाले म बेला कसरी खाइस् भन्ला भन्नु पनि सक्छ होइन भोलि दिन आउला नि त भन्ने क्या अनि सल्लाह भएको भएर यस्तो सल्लाह भएको त नआइ भने कुरो ननिकाल्छ आसनले होइन उहाँ र मेरो त सबै होइन 18 गतेसम्म आयो भने ठिकै छ त होइन र उहाँहरू पनि छँदैछ उता पनि छँदैछ झन् आयो भने होइन उहाँ आउँदा पनि हामी आएर बिग्रिँदैन उहाँ आउनु पनि झनै राम्रो उहाँहरू आउँदा पनि बिग्रिँदैन हामी आउँदा केही बिग्रिँदैन तर उहाँले देख्नुभयो टाढो भएर नजिकको देख्नु होला उहाँको विचार हो अनि सुन्नु न अब यो सन्दर्भमा यहाँ राखिदिउँ अब रीतिमा चाहिँ के छ भने दाजुले भनौँ भाइको रित नखाने भन्नुभयो होइन त्यो गाडीको विचार हो अनि हामीलाई चाहिँ अब यो कुटुम्ब आउनुभन्दा अगाडि नै हामीलाई खुसीकै भाइको रित नखाने भनेर भाइ सल्लाह चाहिँ गर्नु नै पर्थ्यो र उहाँले गर्नु भएन यसमा त्रुटि छ होइन उहाँलाई अब यो कुरो त मैले पहिल्यैदेखि नै सिकाएको हो तर उहाँले चाहिँ ख्याल गर्नु भएन होइन एउटा भाइको सल्लाह हुन्छ नि त रीति यसरी गर्दैछ नखानु पर्यो है भाइ सल्लाह हुन्छ अब यहाँ चाहिँ भाइको पनि अधिकार के हुन्छ भने गाडीले खान्न भन्दाखेरि पाहाड जस्तो जग्गा र पुरानो मान्छेले जस्तो किन्नु खोज्दादेखि हामी भाइ खाएर खान्छौँ भन्ने कुरो पनि आउँछ भाइको रीति हो भन्ने पनि आउँछ होइन तर यो चाहिँ गाडीले चाहिँ भाइ खाललाई चाहिँ तपाईँको यस्तो सरसल्लाह हुँदाखेरि कुटुम्बमा आउँदैछ भनेपछि आज दिनभरि आज हिजो अस्तितिर सल्लाह गर्नु पर्थ्यो होइन यो भएन यो ठिकै छ हामीलाई त त्यो पनि चाहिएन तर सल्लाह चाहिँ हुनुपर्दा हामीले बोल्नु सजिलोको लागि होइन गरेर चाहिँ उहाँलाई पनि यो दिन आउँछु भनेर भनेको थियो सुन्नु छोडौँ न अब के छ भने मावली रीति सिम हो राख्नै पर्छ त्यो माग्दिन खाँदिन भनेर अर्काको अधिकार खोज्नु मिल्दैन होइन मावली रीति नदी हुँदैन होइन सिम हो अब दुधौली भनेको चाहिँ घरभित्र को हो क्या किन गाडीभित्र को हो नि त दुधौली आमाले खाने हो नि त होइन नखाने है भनेपछि त्यो घरभित्रको सल्लाह राम्रो अनि फुपौलीको चाहिँ अब के भन्नुहुन्छ अब फुपौलीको पनि मान्छु भन्नुभयो अब आउने भयो यहाँ कि दुधौली नआउने भयो फुपूहरूले खान्छ भने म दिलाइदिन्छु फुपूहरूलाई त्यो त म के अरे दुधौली चाहिँ नखाने अनि अब किनभने माइली छोरीको पनि के अरे फुपौली खाएको छ दिएको छौँ
त्यसले गर्दा सुन्नु न अब दिएर पो खायो त त्यही त दिएर त खायो नदि त खाएको होइन मागेर पो कुटुम्बाले ल्यायो त नमागेर ल्याउँछन् होइन आज हेरबारकाले भयो होइन त्यो पनि हो अब यसो गर्नु अब दुधौली नखाने भयो अब ठुलेर पनि नखाने भयो होइन माउली र फुकौली खाने भयो तर म चाहिँ माउली चाहिँ तपाईँ खाने कि नखाने बोल्नु नि खान्न भन्नु अघि नै बुझो लागिसक्यो खान्छु सिरो म सिरो गर्नुपर्छ भन्नु पर्छ नि त त्यो सिरो गएर त्यो दिएरै खाएर मात्रै मामा होइन नि त भान्थ्यो मैले भन्नु खोजेको मैले किन भन्नु अघि नै बाटो बन्द गरिहाल्नु मैले किन भन्नु अब सुन्नु है अब के छ भने बोल्ने नि एउटैले मात्रै बोलेर हुन्छ त अब म भाइ खाल पऱ्यो भाइको कसैले खाने नखाने भने म चाहिँ खाने है तर मलाई पान चाहिने आन चाहिँ पुरा पाउनु पर्छ त्यसैले आफ्नो मनमा लागेको त भन्ने भोलि यस्तो भनौँ होइन मलाई भाइको रितमा वाहन चाहिँ चाहिएन तर आन चाहिँ चाहियो यहाँ भनेको चाहिँ किनेर होइजान्छ नि आन आन आहान र वाहन भन्छ क्या काम रीतिमा आहान र वाहन भन्छ वाहन भनेको चाहिँ त्यो सबै ठुलो चिजहरू लिएर थोपार्ने आहान भनेको चाहिँ मैले आन खोजेको चाहिँ किन भनेदेखि मभन्दा पछाडिको पुस्ताहरूले बुझोस् है तामाङ गरिन्थ्यौँ भनेर आहानमा आएको तर हामीलाई त बाह्रपाती घेप्पा चाहिएन 12 घाटीको खसिन चाहिएन त्यही हो नि त बाह्रपाती त्यही त आहान पुरा गर्छ यो चाहिँ ठुलो गीतै भनेर आहान चाहिँ पुरा गर्नु अनि हामीले सोद्धाखेरि तपाईँले बताउनु पर्यो मैले चाहिँ भागी के अरे मभन्दा पछाडि सन्तानहरूलाई बुझाउनुको लागि मात्रै आहान चाहिँ नखाने ठिक हो यो कुरा त हामीले म चाहिँ के भन्छु भने त्यही त हो अब दिदीले चाहिँ के भन्नु छ है मबाट चाहिँ त्यो खनाएर अब अर्को त्यहाँ नखाने रितमा त भन्नुपर्छ नि मबाट चाहिँ अब दिदीले चाहिँ के भन्छ मेरो सिरे दिदी हो त फुकौली खाएर ठुलो मान्छे आकाशमा फुकाउ लाग्यो अब आमा दिदाउने त दाजुले गरेन भने हामीलाई चाहिँ किन भनेर यो सानो हामीले फुकाउली खाएर हामी ठुलो मान्छे बाँड्दैनौँ एउटा बाबाहरूले भन्नुभयो भन्दाखेरि अब हाम्रो मन खुसीले मेरो एकदम मन खुसीले हामी खाँदैनौँ भने मैले चाहिँ दिदी सिरियल दिदीले के भन्नु छ खान्छ भन्नु भनेर फाल्ने कुरा हो ल त्यसो तपाईँले नखाने भने मलाई चाहिँ फुकौली चाहिँ आन्छ चाहिने आन्छ चाहियो आन्छ चाहियो फुकौली र मावली रीति चाहिँ के रहेछ भने तामाङ गरी फिल्म भन्छ माइला माइले भन्छ के रहेछ खानुपर्छ अनि अब यसो भन्दै क्या अब अलिकति के अरे अब मैले पानी आन चाहियो भने चाहिँ किन भने त्यसो लगाउनु न तपाईँले बस्नु सुन्नु न मैले पान र आनको कुरो गरेँ नि फुकौलीको चाहिँ पान र आन चाहियो अहिले चाहिँ बाँड्नु पर्नु चाहिँ अर्को बनाइदिनु अनि छिटो छिटो हुन्छ अब सुन
फुपुराको छोरी मामाको छोरा ल्याउनु नै मामाको चाहिँ फुपूको छोरा ल्याउनु हुने छैन त्यो चाहिँ किन राखेको बाबा हजुर तपाईँको के अरे छोरी चाहिँ तपाईँको छोरालाई मेरो छोरी दिनु सकिनँ तपाईँको छोराको शिरमा ढलो छ भनेर कुटुम्बमा मागेर शिर भएको भन्ने हो क्या खास एउटा भाग चाहिन्थ्यो अरे नि त मामालाई भाग त शिर भएको मैले नि तपाईँको छोरालाई मेरो छोरी दिनु सकिनँ कुटुम्बलाई दिएँ कुटुम्बबाट म दण्ड मागेर लिएर तपाईँको शिर लाउँछु हजुर भनेको क्या शिर भएको मात्रै हो अब यसो नसकिदिनु सकिँदैन मामाको छोरा फुपूको छोरा नसकि छोरी दिनु सकिँदैन लास्टमा पनि त अनि कुराले गर्दाखेरि यो लास्टमा उठाउने त होला ल अब त्यसो भएदेखि यसो गरौँ है अब 18 गतेको कन्फर्म पनि भयो लगनको होइन हामी लगन हजुरको ढाक्ने पनि भन्यौँ अनि अब रीति पनि बुझि पाऊँ भनेर पोग राख्नुभयो रीति पनि हामीले तपाईँहरूले बताइदिउँ होइन अब अर्को कुरो के भने अब यसैमा अब टाढो बाटो अब खोगेनले त अहिले पाउँछ टाढो बाटो के गरौँ भने बत्तरको पोङ अब सिधै आउँदा हुन्छ अरू चाहिए त्यो दिन आउँदा पनि भयो भात खरुवा भन्दा अलिकति अगाडि पत्रमा पो अन्त त्यसपछि भात खरुवा आउनुहोस् है लाइन मिलाएर आउँदा नि हुँदैन अब 2-4जना आउने अब सुन्नुहोस् अहिले कहानी बताउँछु तपाईँले बेहुला ल्याउँदाखेरि नि माथिल्लो बाटो आउँदैन हामी भाइ खालको घरमाथिबाट तपाईँले बेहुला क्रस गर्नु पाउनुहुन्न पुर्खाले राखेको थिएँ मैले हेर्दा बेहुला भएर नयाँ बेहुला भएर आउँदाखेरि भाइ खालको घर तल्लोपट्टिबाट आउनुपर्छ हुरुनबाट आउँछ अरे पहिला घरमाथिबाट ल्यायो भने सिरु भन्छ अरे भन्ने एउटा पुर्खाले भनेको है त्यो नियम थियो अनि हामी तपाईँले जन्तिचका राख्नु पनि मेरो घरदेखि पर्तिर चोकमा अनि भात खरुवा आउँछ अनि त्यसपछि के आउँछ भनेदेखि तपाईँको अब पत्रको पोङ आउँछ र भात खरुवा आउँछ नि उहाँहरूलाई यताबाट घुमाएर ल्याउनु है भनेर भन्छु क्या हामी सिधै आउनु मिलेन अब के किनभने अब माइला दाजु आमासँग बस्नुभएको छ हामीले जाने अनुसार र अब त्यो माथिबाट आउनु भएन चाहिँ के अरे बेहुलीको बाबुमाइतीको घरमाथिबाट बेहुला नल्याउनु बेहुलीबाट ल्याउनु भनेर भन्छ अरे अनि पहिला अब के अरे भात खरुवा आउँथ्यो भात खरुवा आउँदाखेरि चाहिँ अन्त यहाँ कताबाट आउँदैन नि जोसे उता आउँछ हुन्छ तर उता हामीले बताउनु पऱ्यो बताएर बताउँदाखेरि के हुन्छ अरे हाम्रो यता अब त्यो चिज पाउँदैन माथि त्यो लामो के भन्छ खनी हो पङ दिएर अनि यताबाट ल्याउनुहोस् है भनेर 2टा पङ भात खरुवाले दिइ पठाउँथ्यो कि भात खरुवा चाहिँ किन आएको थाहा छ सिद्धिमिति थाहा छैन कतिलाई भात खरुवा चाहिँ किन आएको भनेदेखि हामी आइपुग्यौँ हजुर तपाईँ के कसो हुनुहुन्छ अब हामी आउँदाखेरि तपाईँले हामीलाई के मतलब ठिकठाक तरिकाले गर्नुहुन्छ हुन्न अनि हामीले भन्छौँ तपाईँको त भात खरुवा कहिले अवसर छैन अनि हामीले भन्छौँ तपाईँ अब भात खरुवाले कुरो मिलाउनुपर्छ तपाईँ हजुर आयौँ आउँदाखेरि भन्छ म बाटोबाट फाट्दै आएको झलझल बाटो रहेछ झलझल फाट्दै आउँदाखेरि सबै हटेर त्यहाँनिर त झोचाल रहेछ आउनु सकिएन हतियार दिनु पर्यो हजुर हामीलाई बाटो खानुको लागि भन्ने हो पुरानो रीतिमा छ है अनि हतियार भनेको हामीले त्यही कैनको डाका दिएर पठाउने हतियार भनेको त्यो अनि बाटो देखाइदिने यसरी आउनु भन्ने पुर्खाले त्यसरी गरेको रहेछ क्या पहिला त्यो भन्दा पहिला भात खरुवा आउनु कारण चाहिँ त्यो रहेछ क्या बाटो एकदम झोरसँग रहेछ अनि त्यहाँदेखि दाग भालु
पनि लाग्दो रहेछ अनि त बाप भाइलाई के अरे मसँग लडाइँ गर्दा झर्झमर फाटा 70 सबै छिटो पाक्रिन नाकेहरू मामाहरू अनि बाउले भन्थ्यो जे पनि राम्रो लाग्छ तिमीहरूलाई त आज कार्यक्रम अनि एउटा कुरो चाहिँ मैले अब भोलि पछिको मिठो अगाडिको कुरो आधारमा पोखरी काटेर चाहिँ हामी चादर गर्दैनौँ फलफुलले गर्छौँ त्यो कुरा चाहिँ हामीले आएको भोलि फेरि यस्तो चाहिन्छ ल्याउनु पर्छ चाडबाडमा पहिला कुखुरा चाहिँ किन लिएको रहेछ भन्दाखेरि तपाईँको खास चाहिँ कुखुरा नभएर परामर्शले ल्याउनुपर्छ किनभने पन्छी खेला फङ्ला हिमाल डाकै मुला भन्छ नि डाकै मुला डाकै मुला फेजिरो खेला सङ्ला फेजिरो भनेको चाहिँ पहाडको चाहिँ हिमालको चाहिँ तर ढाकै मुनालाई पनि साँची राखेँ समुद्रको चाहिँ के अरे पहाड र माछालाई साँची राखेँ भनेको रहेछ तर हाम्रो बुढाले के गर्यो कुखुरा ल्यायो अनि काटेर खायो गरेको छ अब त्यो चाहिँ किनभने हिमालको डाँफेलाई चाहिँ साँची राखेपछि चाहिँ त्यो पर ल्यायो भने हिमालको डाँफे भनेपछि त्यो परेर नानी भने परेर छोड्दाखेरि चाहिँ सारा संसार पन्छीहरूलाई बताउँछ अरे क्या यिनीहरूको आज बिहा भयो होइ भनेर मासु पनि दिएको हुन्छ अनि समुद्रबाट चाहिँ कसले गरेर बताउँछ समुद्रको जुन जन्तुलाई चाहिँ भन्दाखेरि पेन भनेको पहाड होइन तारङ भनेको माछा माछाले चाहिँ समुद्रमा गएर दुईहरूको यस्तो चाहिँ शुभ कार्य भयो है भनेर सुनाउँछ अरे अनि फेलाउङ्ला लावालुङ भन्छ नि देवी देउरालाई पनि साँची राख्यौँ भनेर हामीले सुनायौँ अरे होइन अनि अब थेला के अरे मतलब के भन्छ के अरे हिलबा तान्बा लामा लोपेन भने 5 मल पञ्चलाई पनि सुनायौँ भने त्यसै समस्या चाहिँ गरेँ क्या चिसोहरूले भन्थ्यो है बुढोहरूले चिसोहरूले फलफुललाई माछा पनि कसरी मार्दो रहेछ भनेर मैले चाहिँ युट्युबमा मैले सर्च गरेर हेर्दाखेरि के भन्यो भने अब पर्वत अहिले भन्दैछ त्यो पर्वत मलाई थाहा छैन कुखुरा भन्थ्यो कुखुरा काटेर लिएर चालो मार्छ अनि त्यो के अरे कुखुरा काटेर खाइहाल्छ अनि त्यो कसले त्यो हिमालतिर सुनाउँछ काटेर त खाइहाल्छ भनेर मैले एउटा उयसमा चालो मार्छ मैले सुनेको छु कि अनि त्यसले गर्दाखेरि मेरो पनि विचार चाहिँ फलफुलै मार्नु भनेर चाहिँ पहाडतिर पहिला चालो मार्दाखेरि खान्छ घरमा भन्थ्यो नि त बाहिर अघि मैले भने त मैले त्यो अबितालाई लगेर जाऊ चिसोहरूले लामा कता परेको बोल्छ सुनाउँछ आधिकारिक होइन नि त कल्पना काटेर खानु भनेर चाहिँ उडाएको चाहिँ राम्रो चाँगै नदिएको यो कुखुरालाई लाग्छ यो खाइन्छ चाहिँ लड्यो भने राम्रो हुन्छ यो काहीँ लगेर खानाउनु राम्रो राख्यो अहिले यहाँ लड्यो भने त राम्रो हुँदैन होइन खनाउने हुन्छ अलिअलि चिज राख्नु है
कस्तो भएछ सनी गर्नुपर्छ कि जान्दै काटेर देऊ चोखो प्लेट गर है भाइको सानो होइन जेठाले देखेर हटाइदिउँ हौ हजुर सानी सुन्नु हुँदैन साथीहरू अनि यहाँ चाहिँ बुनु धन्दा गर्दैछौ धन्दावाली साथीहरू हाम्रो चाहिँ सबै कुरा पनि भइसकिसक्यो 18 गते चाहिँ बिहे फिक्स भइसकिसक्यो मेरो अनि त्यही भएर अब यहीँ अन्तिम गर्न चाहन्छु भिडियो धेरै लामो भयो नि त अनि तपाईँलाई कान्छी छोरीको बिहेमा के भन्छ 18 गते बिहे आउँदैछ भन्दाखेरि तपाईँलाई कस्तो भइरहेको छ त बेहुलीको आमालाई यसो अलिकति भनिदिनुहोस् त अब कस्तो भएछ भन्दिनँ अब पेट पोसाउने कान्छी छोरीको अब छिनाफाना गरिदिँदैछु अब कस्तो हुन्छ अब खुसी नै छु खुसी नै हुनुहुन्छ नि खुसी छु नि अब अनि यता नाना तपाईँ कस्तो चाहिँ हुनुहुन्छ त खुसी हुनुहुन्छ कि हुनुहुन्न कि तपाईँलाई कस्तो भइरहेको छ मलाई बहिनीको बिहेमा खुसी नहुने कुरै हुँदैन बहिनीको बिहे होइन म त एकदम खुसी छु बिहे कहिले आउँछ भन्ने भइरहेछ अनि बिहेमा नाच्नु मन परिरहेछ
बिहेमा नाच्नु मन परेर चमचम नाच्ने हो साडी उचाली निस्किनु नानी एकदम म खोल्छु साथीहरू अब म चाहिँ इन गर्न चाहन्छु सबैले भिडियोहरू हेरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला बाई बाई साथीहरू